ब्रिज दामी देखिरहेछ। हेला फेरि हेलो गाइज, वेलकम छ तपाईँहरूलाई मेरो आजको नयाँ ब्लगमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ, तर हाम्रो घुम्न जानको लागि चाहिँ यस्तो डेस्टिनेसन चाहिँ खासै फिक्स भएको थिएन र लास्टमा आएर मेरो मुखबाट जे निक्ल्यो त्यही चाहिँ हामीले डेस्टिनेसन फिक्स गरेर जान आँटेछौँ। र हाम्रो डेस्टिनेसन भनेको चाहिँ चितलाङ भएको छ है। सो चितलाङमा चाहिँ हामी लगभग 10जना 5वटा बाइक लिएर चाहिँ चितलाङ घुम्न जाँदैछौँ है। अब हेरौँ, हामी चितलाङ जानको लागि चाहिँ अहिले चाहिँ हामी कहाँबाट हिँड्दैछौँ भन्दाखेरि चाहिँ इमाडोलबाट हिँड्दैछौँ। इमाडोलबाट हिँडेर अब थानकोट जाने, अनि थानकोटबाट चाहिँ त्यहाँबाट मास्तिर लागेर चाहिँ चितलाङ हुने भन्ने कुरो छ हाम्रो है। सो त्यही भएर स्टे ट्युन। के हो, हामी चाहिँ अब चितलाङ पुगिसकेपछि के गर्छौँ कसो गर्छौँ त्यो पनि हेर्दै गर्नु होला। यो चाहिँ खासमा भन्नुपर्दाखेरि चाहिँ अनप्लान ट्रिप हो है। हामीले खासै केही प्लान गरेको थिएन। म पनि बिहान सुतिरहेको थियो, साथीले कल गरेर घुम्न जाऊँ न त कतै भनेर बोलायो। अनि म पनि ल हुन्छ नि त घुम्न जाउँ भनेर उठेर साथीलाई भेट्न गएको। अब खासमा प्लान गरेको चाहिँ 2-3जना साथीहरू रहेछन्, उनीहरूको पनि। अनि बिचमा चाहिँ के भयो भन्दाखेरि चाहिँ अब कल गर्दा चाहिँ एकअर्कालाई जम्मा गर्दा चाहिँ 10जना भयौँ। र खासमा चाहिँ अब हामी त्यहाँ 12 बजीतिर भेटेको थियौँ, भेट्न चाहिँ होइन 12 बजीतिर भेटेको। अब कलेक्ट हुँदै गर्दाखेरि चाहिँ 2 बज्यो। र 2 बजिसकेपछि अब लगभग त्यहाँ 1 घन्टा जति त डिसाइड नै गर्न टाइम लाग्यो कि कता जाने भनेर। र यो चाहिँ भयो केपी ओलीको कार्यालय अथवा एमालेको कार्यालय अगाडि चाहिँ अब केपी ओलीलाई पक्रेको भनेर त्यसका समर्थकहरू अथवा कार्यकर्ताहरू चाहिँ अब विरोधको लागि उठ्ने भनेर त्यहाँ जम्मा भएको अवस्था जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ होइन। सबजना भेला भइरहेछ र पुलिसहरूको मौजुद पनि धेरै नै छ त्यहाँ है। पुलिसहरू पनि टन्न वरिपरि बसिरहेको छ। तर हामीलाई के बाल होइन, केपी ओली जेलमा गए भाडमा गए होइन। हामी चाहिँ अब आफ्नो डेस्टिनेसनतिर लाग्यौँ। एक तरिकाले लियो भने त खुसी पनि लागेको छ होइन, केपी ओलीलाई पक्रेको छ होइन। सो त्यही भएर अब त्यो खासमा अब यसमा भन्नुपर्दाखेरि कोही यहाँ क्रिटिसाइज गर्न आउला, तर हामीलाई खुसी नै लागेको छ है। सो त्यही भएर हामी चाहिँ अब गयौँ घुम्नलाई। अहिले चाहिँ हामी पुगिरहेछौँ कहाँ भन्दाखेरि चाहिँ यो ठाउँ चाहिँ पर्यो कलङ्कीबाट अलिकति वर नै छौँ है, कलङ्की पुग्न आँटेछौँ। सो कलङ्की पुगिसकेपछि त्यहाँबाट सट्ट देब्रेपट्टि लागेर थानकोट लाग्यो र थानकोट लागिसकेपछि चाहिँ हामी पुग्छौँ चितलाङ है। खासमा कलङ्कीबाट देब्रे जानुपर्ने हामी चाहिँ गफमा चाहिँ अलिकति सिधा लागेर यता सीता पहिलेतिर लगेछौँ है। पछि हामी त यसो याद गर्दा त ल धेरै माथि पो आइपुगिसकेछौँ भनेर, अनि त्यसपछि फर्केर फेरि हामी चाहिँ यता माथि थानकोटतिर लागेको थियौँ। र केटाहरू चाहिँ त्यहाँ थानकोटमा हामीलाई कुरेर बसिरहेको रहेछ अघि नै पुगेर है। हामी चाहिँ अलिकति ढिला पुग्यौँ। त्यसपछि पनि अरू 1-2जना आउन बाँकी नै थियो। अब त्यसपछि हामी साथीहरूलाई कुर्दै बस्यौँ। त्यसपछि आएर चाहिँ हामी यहाँबाट पनि 2टा बाटो भएकोले हामी कन्फ्युज त थियौँ, यतापट्टि जाने कि कहाँ जाने भनेर। एकजनालाई सोधिसकेपछि यहाँबाट जानु भन्ने भएर हामीले चाहिँ त्यही बाटो समातेर चाहिँ अब मास्तिर लागिरहेछौँ है। सो मास्तिर लागिसकेपछि चाहिँ अब हेरौँ कस्तो छ। अब सुन्दाखेरि त अब चितलाङको बाटो एकदम खत्तम छ भन्ने सुनेको थियौँ, हेरौँ त्यही पनि कस्तो छ। अब त्यसमाथि मेरो त स्कुटी छ, केटाहरूको सबैको बाइक छ, आफ्नो चाहिँ स्कुटी होइन। स्कुटीमै भए पनि जान त पर्यो। अब फेरि चितलाङको घुम्न जाने भनेर नाम निकाल्ने पनि मै हो फेरि है। सो केटाहरूले मैले चितलाङ भन्ने बित्तिकै सबैले हुन्छ भनिहालेँ होइन। खासमा कुनै पनि डिसिजन त थिएन। त्यसमाथि यो अनप्लान ट्रिप भएको कारणले कसैले पनि केही सामान चाहिँ बोकेको छैन है। कसैले पैसा पनि बोकेको छैन, कसैले तेल पनि हालेको छैन होइन बाइकमा, कसैको अब चार्जर केही बोकेको छैन। अब हामी खासमा चाहिँ अब गएर फर्किने भन्ने प्लान हो। हेरौँ त्यही पनि कस्तो हुन्छ हाम्रो। अहिलेसम्मको अवस्था हेर्ने हो भने बाटो चाहिँ अहिलेसम्म चाहिँ राम्रै आएको छ है। अब हेरौँ मास्तिर जाँदाखेरि बाटो चाहिँ कस्तो छ। अहिलेसम्म त यसो हेर्दा पिजै छ है। त्यसमा त यसो कन्डिसन हेर्ने हो भने आज पानी पर्ला जस्तो पनि छ है। अब पानी पऱ्यो भने त झन् बिजोग हुनेवाला छ हाम्रो हालत होइन। के कसैले रेनकोट पनि बोकेको छैन, कसैले केही गरेको छैन होइन। सो त्यही पनि हामी चाहिँ अब अनप्लान ट्रिप भएर हिँडिरहेछौँ है।
हेरौँ के हुन्छ, फर्किन सकिने कन्डिसन हुन्छ या हुँदैन होइन। ल केटाहरू जब रमाउँदैछन्, फोटोसोटो खिच्दैछन्, भिडियो गर्दैछन् होइन। जाउँ अब कहाँसम्म पुगिन्छ है। स्टे ट्युन है। केटाहरू चाहिँ पछाडि आउँदैछन् बुर्रो हुत्याउँदै। ल यहाँ चाहिँ अब अहिले आएर एउटा साथीको चाहिँ अब इन्जिन खराब भयो। इन्जिनबाट चाहिँ त्यहाँ लिक्विड निक्लेको छ है, पुरै इन्जिन तातेर है। अब त्यही भएर एकछिन अड्क्यो। झन्डै पछाडिबाट झन् यो सरिसकेको थियो, यो बाइक झन्डै एक्सिडेन्ट भइसकेको थियो हाम्रो, झन्डै ठोकेर है। केटाहरू चाहिँ माथि पुगिसकेको रहेछ, दौडेर आउँदैछन् है। यस्तो छ हालत है। अब आधी बाटो आइपुगेको छैन, तै पनि अब बाइकले यस्तो देखाइसक्यो कन्डिसन है। अब त्यसपछि अब बाइक साइक अब एकदम कुल गरिसकेपछि, कुल डाउन गरिसकेपछि माथितिर गयौँ हामी। माथितिर अब खाजा खाने ठाउँ देख्यौँ। खाजा खाने के भनेर केटाहरू हाम्रो डिसाइड गर्नको लागि बसेको। अब त्यहाँ फेरि यसो सोच्यो केटाले, खाजा अहिले खानुभन्दा पछि उतै गएर खाउँला भन्ने जस्तो कुरा गऱ्यो चितलाङतिर। त्यसपछि फेरि हामी चाहिँ अब प्लान क्यान्सल, खाजा खाने प्लान क्यान्सल गरेर फेरि अगाडितिर लाग्यौँ। अगाडिको बाटो चाहिँ एकदम हिलामी थियो है। अब यसमा चाहिँ अब त्यो खासै खिच्न चाहिँ पाएको थिएन, तर यसो त्यहाँ योभन्दा ठ्याक्कै अगाडिको बाटो चाहिँ यस्तो हिलो थियो। त्यहाँ त अब स्कुटी त आमा यस्तो चिप्लेको होइन कि। त रेनकोट लगाएर आएछ हो, केही मतलब यत्रो 10जना केटाहरू छ त उठाइहाल्छ नि जसले भए पनि। ओके ओके, लेट्स कन्टिन्यू द राइड। ल हो आएर भिडियो चाहिने मान्छे। यदि त बाटो राम्रै थियो, अहिलेको बाटोको गर्नु खत्तम थियो त। अहिलेको बाटो त मजा आइरहेको थियो होइन। मजा आइरहेको थियो, चिप्लेर चार चिप्लेटी खेलेर झन्डै सर्वनाश हाल्यो। यतिको बाटो चाहिँ ठिक छ। चितलाङ आउनुहुन्छ भने पानी परेको अब हामी चाहिँ चितलाङ आइपुग्यौँ। चितलाङमा अझै पनि हेर्ने आउँछ त नयाँ नयाँ चितलाङको बाटो निक्लिसकेपछि चाहिँ राम्रो बाटो रहेछ। केटाहरूलाई पनि छिटो रमाइलो छ त्यो समय जाने भिडियो गर्दैछ। हेलो everybody. Kishore! Hey! Yes! Good! पुरानो स्टाइलमा भयो। आइपुग्यो चितु जानु।
चाहिँ हुन्छ के भयो फेरि केटाहरू फेरि रोक्यो के भयो न्युट्रल हो क्या तेल बचाउ कार्यक्रम हो यस्तो छ न्युट्रलमा हान्दैछ केटाहरू अहिले बाइक खटाएर हुन्छ अहिले यो चाहिँ चितलानको गाउँ एकदम है चितलाको घर हेर्नुहोस् कस्तो छ हेर्दाखेरि पनि राम्रो स्वर्ग जस्तो छैन त भनेर कसरी हातै छैन के भइरहेछ तिमीहरूको लोकेसन भ्याइयो यही हो त हाम्रो प्लान चितलाङ बस्ने भए पनि अब चितलाङको यसो हेर्दाखेरि सबै रिजोर्ट होइन त्यसपछि अब अलिकति वातावरण हेर्दाखेरि चाहिँ रातितिर यसो रमाइलो गर्न चाहिँ नमिल्ने जस्तो कन्डिसन देखायो भएर चाहिँ हामी चितलाङ चाहिँ नबसेर अब यसो म्यापतिर हेरेको कुलेखानी पनि नजिकै रहेछ सो त्यही भएर हामी चाहिँ अब कुलेखानीको गन्तव्यतिर चाहिँ लाग्यौँ है चितलाङमा हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ हाम्रो चितलाङै थियो थिन चाहिँ तर त्यहाँ चाहिँ चित्त बुझेन त्यसपछि आएर हामी केटाहरू चाहिँ अब कुलेखानी जाने अब उतैतिर अब वान नाइट चाहिँ बसौँ भन्ने सोच चाहिँ अब कुलेखानीतिर गइयो र कुलेखानी आइपुग्यौँ हामी कुलेखानी आइपुगेपछि चाहिँ यसो त्यहाँको अलिअलि भ्यूहरू हेऱ्यौँ त्यसपछि आएर राति बस्ने मिलो गरिसकेपछि चाहिँ अब रुम खोज्नतर्फतिर चाहिँ हामी लाग्दैछौँ रुम कतिको पाइन्छ कतिको सस्तो छ के छ होइन त्यो अनुसारले चाहिँ अब रुमहरू सर्च गरेर चाहिँ अब हामी आजलाई राति चाहिँ अब क्याम्प फायरहरू गरेर होइन रमाइलो गर्ने सोचले चाहिँ हामी अब यहाँ रुम खोज्न जाँदैछौँ है अनि एउटा भिआइपीमा बस्ने भए चाहिँ बजेट हेर्नुपर्छ है बजेट देउरालीमा बतास ल यस्तो छ अहिलेको कन्डिसन केटाहरू कहाँ बस्ने टुङ्गो छैन त्यही भएर डिस्कस गर्दैछ है यता पारिपट्टि जाने कि यतै गर्ने भन्ने कुरा छ हाम्रो हाम्रो के हुन्छ चोइस सो हामी चाहिँ अहिले कुलेखानी आइपुगेका छौँ हाम्रो फर्स्ट प्लानिङ भनेको चाहिँ चितलाङ थियो चितलाङ चित्त नबुझेर हामी कहाँ आइपुगेर यो कुलेखानी ड्याम कि ड्याम यहाँ पनि सित्त नबुझे जाने हो त रातभरि घुमेको नि हो क्या बाइकको स्कुटीमा बस्ने अप्सन चाहिँ यस्तो छ यहाँ है अब बोटिङको सुविधा पनि छ छन चाहिँ अब तर प्राइस हामीले बुझेको छैनौँ बेसी यदि तपाईँहरू टेन्ट सेन ल्याएर आउनुहुन्छ भने चाहिँ एकदम राम्रो व्यवस्था हुनाले अप्सन धेरै छ है तपाईँहरूलाई यसरी आयो भने चाहिँ माथि होटेलहरू छ तपाईँ बस्नलाई तर टेन्ट ल्यायो भने चाहिँ तपाईँहरूले आफ्नै टेन्ट राखेर पनि यसरी क्याम्प के भन्छ क्याम्पमा गरेर बस्न सक्नुहुन्छ होइन क्याम्प फायर बस्न सक्नुहुन्छ अरू को छ तौतिर मान्छे रुम नपाएको कन्डिसन अवस्था अब रुम खोज्दै खोज्दै है लगभग आधी घन्टा जति भयो होला रुम खोजेको
काठमाडौँको रुम पाउनु भन्ने काठमाडौँमा रुम नपाएर त केही भएन अब आउँदा आउँदै कुलेखानीमा पनि पाइएन रुम खोज्नको लागि भनेर कुलेखानीसम्म आइपुग्यो हेर यहाँ केटाहरू मसलाई सपोर्ट गर्दैछन् सबैजना मेरो लागि रुम खोज्न आउँदैछन् है रुम चाहियो काठमाडौँमा नपाएर कुलेखानीमा खोज्न आएको यहाँ पनि पाइएन है भोक लाग्यो खानेकुरा देऊ रुम पाएन नि हजुर मलाई एउटा रुम खोजिदिनु न सिधै घर किनिदिने हो कुलेखानीमा एउटा घरै किनिदिने अरे अब कहाँ जानु त जाला त्यतातिर होटल चल्ने रहेछ त्यतै जान घुम्न त्यतातिर धेरै गयो नि त अघि चितुलाङ जानु भन्दा त घरसम्म गइहाल्ने है होटेलहरू चाहिँ राम्रै थियो तर त्यता जागिर रहेछ जाने बन्द गरिदिन्छ त खानेकुराको आइटमहरू चाहिँ दामी दामी देखाइरहेको छ यहाँ एक्सट्रिम कोर्ट बजार चाहिँ जताततै छ ल नेगोसिएटरहरू जानु होला नेगोसिएट गर्न आउनु I'll be your back supporter. ए घर भेटिया मै देउसु रे हजुर छ कति छ प्राइस प्राइस त तल गएर हेरौँ पहिला कस्तो पहिला प्राइस पनि सोधि हेरौँ न के जान्छ प्राइस त हेरेपछि भइहाल्छ नि हजुर 10 जना ल यहाँ चाहिँ पाइएला जस्तो छ अब यो होटेल चर्चामा आउँछ है यो होटेल चर्चामा आउँछ है अब रुम नपाउने सबै होटेललाई नेगेटिभ रिभ्यू दिने हो मैले कता भएदेखि हिँड्ने ल हेरिदिउँ न त गएर के छिरिजना हो अहिले 12 जना खोलिदिउँ न त एकचोटि ओके 2000 धेरै महँगो भयो नि 4000 त धेरै महँगो सल्लाह गर्न पुग्छ 12 जनामा 2 जना कम बजाएपछि 500 घटायो ए मान्छे घटेपछि चाहिँ प्राइस कम हो नि मान्छे त नि धेरै अनुसार अन्त रुम अनुसार हो कि हुन्छ नि अन्त आएर हेर न फेसिलिटी यही छ अब जति यहाँ मजाले खाने पिउने कति जना भयो भित्र पनि यति हो यता 6 जना उता 6 जना होला त्यस्तै 10 देखि 12 कति रे यसको 2000 रे 2000 को 35 सम्म हुन्छ 10 जनामा 2 जना अट्छ त केटाकेटाहरू अट्छ कास्टिकहरू 12 जना झ्यापको सुनिन्छ हो पार्किङ चाहिँ पार्किङ गरेर गर्नु पर्यो नि कहाँ छ
दाइ पार्किङको लागि छ कि नै? फिक्स गर्नु पर्यो नि त अब एकछिन हेरेर हेर हेर भित्र बाहिर भित्र भित्र नि छ उता उतै नि छ उतै हो क्या उता अरूले होइन दुइटै हामीलाई नै हो दुइटा गरेर 3500 अरे क्या आइमा हजुर ल राम्रै छ केटाहरू एमालेको कार्यकर्ता जस्तै यता डुलेर बसिरहेको छ यार तोडफोड गर्छ कि क्या हाम्रो दोस्त आफ्टर लङ टाइम देखेको कोठा पाइएन तिम्रो कोठा साह्रै हो बाँकी रहेछ गाह्रो छ नि ल म पनि हेर्न जानु पर्यो बार्गेनिङ गर्नु भनेर क्या कता हो रिसेप्सन यहाँ 10 जना छन् 10 जना हजुर सानोतिनो हल जस्तो खै बुझ्दिनु ल 10 जना बस्न मिल्यो भने मार्केटिङ भयो यो होटलको मार्केटिङ राम्रो हुन्छ नभए हुँदैन ए के हो नि विकास होइन बस्न मिल्यो भने मार्केटिङ राम्रो भयो होटलको नभए भएन भने चेटला पनि होला नि अहिले यतासम्म त त्यस्तो पाइसकेको अवस्था छैन त्यो माथि जानु दोस् कहाँ त्यो टपमा हो त्यहाँ हो है जाने कि त तर जाने कहाँबाट पहिले यहाँ बुझ्दैछ नि हेरौँ पहिला रुम भेट्यो भन्ने रुम भेट्यो आउँदा कि PSI त्यो पनि भएर सनलाइट होटल हिँड्नु अन्त हुनु तैँले मुखै बोल्यो भने तेरो हातमा त आयो होइन त्यस्तो भनेर हुन्छ हामी हौ त बोल्नलाई त्यो मिलाउनु न अलिक थोरै प्राइस फिक्स हो नत्र यताबाट तलतिर जानु न तपाईँहरूले जुन अस्ति त्यता पाउँछ क्याम्प फायरहरू पनि हुन्छ हाम्रो यहाँ आज क्याम्प फायर फिक्स छैन पानी पऱ्यो भने बन्द गर्नुपर्छ नि पैसा तिरे के काम 800 रुपियाँतिर दाउरा किन्नु के काम भन्नाले 800हरूमा क्याम्प फायर नि छ त्यसमा सुविधा दाउराको 800 तिर्नु पऱ्यो एक्स्ट्रा बाल्यो भने चाहिँ रुम चाहिँ फिक्स हो प्राइस बारबेदी त अलिक सुविधा छैन तर अनि त्यो मासुहरू पनि यहीँ हुन्छ के पऱ्यो त्यो पनि 850 पर्छ केजी केजी के को कुखुराको 850 प्राइस चाहिँ घट्दैन फिक्स हो तपाईँकोमै मासु किन्नुपर्छ उता पसलबाट ल्याउनुपर्छ त्यो मिल्दैन यहीँ तपाईँ छ किन्नु खानपिन पनि त्यसो भए यहीँ गर्नु पऱ्यो अरू ठाउँमा खानु हामी आयौँ है त त्यो यताबाट यहाँबाट झर्नु चाहिँ एकदम दुईटा छ पिङ्क कलरको र यहीँनिर व्हाइट कलरको त्यहाँ तपाईँहरूलाई भने जस्तै पाउँछ
कौसी भएको यस्तो आँगनमा गर्नु पनि पर्दैन कौसी चाहिँ यहीँबाट तल झर्छ त्यो उतै तलतिर भयो। एउटा पिङ्क कलरको छ एउटा चाहिँ यही हाम्रै होटेलकै तलको ठ्याक्क यहीँबाट आइहाल्छ यहाँबाट झर्नु त उतापट्टिको होला होइन? तपाईँहरू त्यतै गएन अघि बजारतिर जानु बजारतिर राम्रो छैन क्या यहाँबाट झर्नु अँ। यही हाम्रै होटेलकै छेउमा चाहिँ यहीँनिर छ एउटा पिङ्क चाहिँ उतै भइगयो अँ। एउटा चाहिँ यही होटेलकै यहाँनिर छ वर्षको एकछिन भइगयो मान्छेको मेन्टालिटी हो पछि अलि एनिमल टाइपको भइजान्छन् क्या रातको बेलाले होइन अहिले हुने केही पनि हुन्न पछि मुझे जसको शक्ति त्यसको शक्ति भइजान्छ क्या रात एक दिनमा एक गर्ने रातको बेलाले दिउँसो टोल्दैन नमिले एक्लै बसेर होइन एउटा केटी चाहिँ पोखरामा बस्यो के नजिक कहाँ जाने एक्लै बसेपछि त जानु पर्यो भिडियो तर केही पनि नआयो भिडियो जानु भ्यू बनाउनलाई जानुपर्यो। त्यो पनि आउँथ्यो आउनु मुगलिनमा भेट गरौँ। नआउनु थाहै नहुनु तिमीहरू त मजाने क्या यत्तिकै मुगलिनमा भेट गरौँ। दुईजनाले खेर होला ल भात चामलसँग गरिदिने नि जहिले म भ्याउँछ तिनीहरू बाहिर हाम्रो भेटाइले किन थियो? मेरो त थाहा न यार के के छ अरे छ यो पनि खिचिदिउँ न त ल न्यू श्रेष्ठ होटल एन्ड लज पे पार्किङ होटलको पाहुनालाई चाहिँ निःशुल्क पार्किङको सुविधा रुम कन्ट्याक्ट नम्बर ओके रिसेप्सन उता छ रे कहाँ कता हो रिसेप्सन खोइ उता ओहो यहाँ फेरि किचन त सफा देख्दिनँ म है होइन उको स्टाफको त्यो प्याकेजमा मात्रै दिने रहेछ माथिको जस्तै भयो मेरो छ मिसन 2031 भन्ने छ 2031 हजुर ल हजुर कहाँ हो रिसेप्सन यही हो यही होला यता रुम छ र बस्नको लागि तर हामीलाई 10 जनाको लागि चाहिएको एउटा सकिने त्यस्तो 10 जनालाई पनि तल हुन्छ तल सिधै जानु रुमको चाबी रुम उहाँले देखाउँदै हुनुहुन्छ अहिले कसले अहिले तल जानु न सिधा ए तल गयो भने देखाउँदै छ अरे रुम तल गएर त रुम हेर्ने रुम हेर्नको लागि 10 जनाको लागि छ अरे रुम तलै छ तल छ अरे हल ल जाउँ न त है जङ्गली भालु बोटिङको सुविधा छ है केटाकेटी हो कुन चाहिँ लेमन कि ओरेन्ज अरे त्यो त्यसै लेमनको जस्तो लाग्यो लेमनकै हो होइन त्यो र यो फरक हो नि ए दाजु यो लेमनै हो ठुलो लेमन हो ए कमोड नभएको ठिकै छ बसेर हग्न सक्नेले राम्रोसँग हग्यो त मतलब भएन कमोडको मतलब भएन एउटै रुमको छ भन्दै थियो एउटै रुम छ अरे एउटै रुम छ भन्दै थियो
ल ठिक छ तर भ्यू दाम त आउने रहेछ यहाँबाट बस्यो भने होइन माथिबाट पठाउनु भएको थियो कुनै ठाउँ पाउँदैन नि 10 जना माथिबाटै पठाउनु भयो 10 जनाको लागि 6 भनेर 6 जना भन्दा बढी राख्ने नियमै छैन ल ल ल नियम नभए कुरै चाहिँ नियम राख्नु पर्यो बाजेले म बनाउँछ नि माथि चाहिँ 10 जनालाई मिल्छ भनेर पठा यो होटेललाई पनि मैले चिल गरेर बस्नु पर्यो 10 जना यो के भन्छ रिभ्यू नराम्रो जाने भयो होटेलको नि एउटा अर्को सबभन्दा ठुलो यही हो यत्रो यो सबै नै रुम सेम यस्तै कुनै पनि माथि जाने खै हामी नै हो कति यसको रुम चार्ज दाइ रुम यता पनि हेर्नुहोस् ल यो दुईटै रुम तपाईँलाई तपाईँको रुम मन पर्यो भने राम्रो प्रमोसन हुन्छ है ल त हेर्नुहोस् ल धन्यवाद हजुर यसो खिचिदिनुहोस् अब जुत्ता लाउनु मिल्छ मिल्दैन मिल्दैन एकछिन त नि एकैछिनमा ल सेम रहेछ पर सेम नै छ नि चारवटै रुम सेम छ तर 10 जना चाहिँ मैले राख्नु मिल्दैन मलाई फेरि तपाईँलाई अक्सिजन पुग्दैन राति हुन्छ मलाई रुम हेर्ने हो त 10 जना मिल्ने खालको पनि रहन्छ रहन्छ त्यो त अब ऊ रेट चाहिँ कसरी छ भन्नु हजुर रेट चाहिँ अब दुईटा रुम तपाईँले लिनुभयो भने हामीले एउटा रुमको 1000 मा दिइरा के अरे 2-2000 मा दिइराको एउटा रुमको अब तपाईँले 1500 गरी 3000 रुपियाँ ट्याक्कै पाउनु 3000 त्यो अन्तिम नै हो होइन दालको छेउमा बस्ने किस्नेले उस्याएर त्यही ठिक छैन तिमीले हेर्ने गाजो गरे 3000 अनि के अरे लास्ट फाइनल त्यही दिनु बाकेको चाहिँ तल छ होइन दाउरा सबै के हुन्छ दाउरा चाहिँ 1000 रुपैयाँ भेटेर क्याम्प फायरको तीन बारीले कतिसम्म पुग्छ त 2-3 घन्टा हुन्छ 4-5 किलो मासु पाक्छ के फाइनल हो अरे तिमी के मासु चाहिँ बाहिरबाट ल्याएर आएर बनाउनु पाइने हो कि के कस्तो छ तपाईँको अनि मासु पनि पाइन्छ तपाईँले तपाईँकोमा पाइन्छ कति त्यो बोल्नु पर्यो भने चाहिँ मलाई अब चार्ज अलिकति बुझाउनु पर्छ त्यो कति 300 रुपियाँ पर्यो पर केजीको तपाईँकोमा मासु गरेर मसला गरेको कति 1000 छ हाम्रो 1000 ए पर केजीको सबै दिनु पर्यो नि त मैले त अचारदेखि सबै भाँडा कुडा सबै दिनुपर्छ अनि के अलि उ भयो त्यो फिक्स भयो फाइनल रेट हो र माथि अलिकति मिलाउन माथि 8 सम्म गर्नु सक्यो दाउरा चाहिँ गर्दैन कन्ट्याक्टको दाउरा चाहिँ दाउरा कति भन्नु रेटहरू प्रायः उस्तो छ होटलहरू जहाँ पनि माथि दाउराको अब तपाईँहरू क्याम्प फायर गऱ्यो भने चाहिँ नाचगान गऱ्यो भने चाहिँ रमाइलो बेस्ट ठाउँमा आउनु भयो मजाले हिँडेर सुनसान हुन्छ तपाईँ खानासानाको के छ व्यवस्था रोडतिर चाहिँ अलि हल्ला गर्नु मिल्दैन खानाको व्यवस्था के छ कसरी छ प्राइस खानाको खानाहरू चाहिँ अब मेनु अनुसारले नै सबै लगाइदिन्छ सबै पनि छ कि यसमा यस तपाईँ क्याम्प फायर सक्नु पनि यहीँ छ बारीतिर पनि छ र अहिले बिल तिरेर बिल तिरेर माया बस्ने जस्तो छ डिस्काउन्ट चाहियो कि भाइ सबै गर्यो भने त त्यो तपाईँ हेरिदिइहाल्नुहुन्छ नि एकदम ह्यान्डसम एकदम भन्दै मलाई चिकन खानाको बिल काट है चिकन खाना हामी त बदलको खाने हो बाघको खाने हो बाघको अहिले लिएर आउँछु रुमको 25 गरेर चान्चने मान्छे हो त 20 करोडको बाघको मासु खाने हो बोर्डमा गएर सुत्दिने कि त तल त्यहाँ उतै गएर गेम चाहिँ खेल्नु पर्ने हो क्या फुटबल होइन बल्छिहाल्नु एड्रेस बाथरुम नम्बर कति छ भने फाइनली हामीले चाहिँ अब रुम चाहिँ फिक्स गऱ्यौँ तर तल्लोपट्टिको चाहिँ है अब त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ यसमा तपाईँको मेनुहरू पनि टालिदिएको छ भित्तामा मेनु हेर्न सकिन्छ के को प्राइस कति छ है यसमा चाहिँ अरू हेरिकन चिप रहेछ ठाउँ पनि राम्रै छ है खाडाहरू पनि एकदम राम्रो छ है तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ ग्रुपमा आयो भने यता बस्नु होला सस्तो छ है त्यहाँ तपाईँलाई भित्तामा सबै मेनु देखाइदिएछ प्राइसहरू पनि सबै छ मजाले हेर्नु होला र आजलाई यति नै अर्को पार्ट नेक्स्ट डे है त